वेलकम छ साथीहरु मेरो मिनी ब्लगमा। साथीहरु म अब आफ्नो साइकल लिएर आप टिपमा जाँदैछु के। आज हाम्रो गाउँको पोखरी हो, त्यसमा हेर न भैँसीहरु नुहाइरहेछन्। यो हाम्रो गाउँमा मन्दिर पनि छ। त्यसपछि हाम्रो आपको गोठ पानी आइसक्यो। अब देवर बाबुलाई चढाउने, देवर बाबु पनि टिपिराख्नु भएको छ। अब आप म फेरि बोरा थापेर बसेछु। अब बोरामा राख्ने आप घर हिँड्ने, त्यसपछि घर आएर आप निकाल्दै पानीमा डुबाउँदै बसेको थिएँ। अनि हाम्रो आन्टीले सोध्नुभयो यो आप के गर्ने हो, मैले भने मुरब्बा बनाउने हो अनि त्यही कुरा गर्दै बसेको। त्यसपछि एकछिन अब यो आपलाई पानीमा डुबाएर रेस्ट गर्न राखिदिन पर्यो के। अनि त्यसको चोपहरू सबै निस्किन्छ, त्यसैले पानीमा डुबाएर राखिदिने ढाकेर। त्यसपछि म अब आप काट्न लागेँ। साथीहरू आप त साह्रो भइसकेछ। काट्दा काट्दा मेरो हात दुखिरहेको थियो। धन्न मेरो हात काटेन साथीहरू। अब काट्दै गर्दाखेरि काटियो सबै आप। बिचमा नानी पनि उठ्यो, नानीलाई सुलाएर फेरि आएँ। फेरि अब काटेँ, एउटा बोक्रा छिलेर एउटा बोक्रा सिङ्गै बोक्रा काटेँ। त्यसपछि त्यसमा थोरै बेसार हालेँ अनि नुन पनि हालेँ। नुन र बेसार हालेपछि अलिक राम्रो देखिन्छ सुकाउँदाखेरि, अनि अलि छिटो सुक्ने पनि हुन्छ क्या। त्यसैले हामी यस्तै बनाउँछौँ। अनि अब यसलाई मिलाउन पर्यो। मिलाइसकेपछि नुनलाई त्यस मिलेन नि, यसरी मैले यो तरिकाले मिलाएँ क्या साथीहरू। त्यस्तो मिलाउँदा मिलेन, अनि यो तरिकाले मिलाएँ, अलिअलि मिल्यो। त्यसपछि अब यसलाई लिएर म छतमा सुकाउन जान लाएँ साथीहरू। फाइनली मिसाएर सकियो। अब दुइटै कलर कति राम्रो देखेछ साथीहरू। अब यो हाम्रो सिडी भर्याङ साथीहरू, माथि चढेँ। अब सफाइ गर्न पर्यो, छिटो छिटो बढाले। यस्तो धुप थियो, खुट्टा पोलिरहेको थियो धुपले। अनि सुकाएँ। पहिला यो मैले बोक्रा निकालेको मैले पहिला सुकाएँ। त्यसपछि अर्को पनि बोक्रा सिङ्गै छ नि त, यो चाहिँ अब अर्को भिडियोमा बनाउँछु साथीहरू। सुकेपछि हो अचार बनाएर देखाउने हो। कति मिठो लाग्छ नि साथीहरू। कसले यसरी यो तरिकाले अचार बनाउँछ। ल बाई साथीहरू, आजको भिडियो यति नै। अर्को नेक्स्ट भिडियोमा अचार बनाएर आउने हो।